हजुरलाई धेरै सम्झिन्छु, धेरै माया गर्छु, हजुरलाई धेरै याद गर्छु म त्यो दिनहरूलाई। सायद हजुरले त्यतिखेर हामीलाई नकुटेको भए होइन, हजुर हामीलाई नटिठाएको भए हामी के पो हुन्थ्यो। तर आज जे हुनुहुन्छ, जे छु नि म, जुन स्टेपमा छु नि, हजुर हजुर कहीँ न कहीँ हजुरको पनि त्यो योगदानहरू, त्यो कामहरू छ क्या। हजुरले यत्तिको गरिदिनु भयो। कतिखेर गाली गर्नुहुन्थ्यो होइन, डाँट्नुहुन्थ्यो, त्यो हिजोको दिनमा चाहिँ दुःख लाग्थ्यो। तर त्यो दिन अहिले सम्झिँदा ओहो मेरो लागि हो है, मेरो लागि भन्नुभएको थियो, त्यो लाग्छ क्या। धेरै खुसी लाग्यो सर, धेरै धेरै खुसी लाग्यो। त्यतिखेर त गाली पनि गर्यो होला मनमनै होइन? गरे नि त्यतिखेर उमेर पनि थियो होइन, त्यस्तै बचपना। अनि अब स्वभाव त्यस्तै, अनि त्यतिखेर पनि नजानेर पनि के नजान्ने, अनि कति अब आफूमा कमीहरू नदेख्ने, अर्काको के भन्छन् अरूलाई दोस्याउने कुराहरू थियो नि त बचपना। त्यो उमेरले पनि दिमागले पनि नभ्याउने। धेरै धेरै सम्झेको छु हजुरलाई म। जुन अहिले स्टेपमा छु नि, हजुरको ठुलो हात छ। के अरे हजुरले मलाई चाहिँ फ्रीमा ट्युसन पढाउनु भयो। मैले कति पुवर फ्यामिली मेम्बरबाट मैले बिलङ गर्थेँ होइन। हजुरले जुन त्यो सायद तपाईँलाई थाहा छ छैन, सब बिर्सिनु भयो, त्यो मलाई थाहा भएन, तर म बिर्सेको छैन नि। नै नै मैले नाम बिर्सेँ होला होइन, तर अनुहार त बिर्सिँदैन नि। ए म किशु चौधरी हो। हजुरले पढाउ आशा सरलाहरू सँगसँगैको ब्याज हो म, उनीहरू अगाडिको ब्याज। माया गर्न सक्दैन, भगवानले हामीलाई हेर्दै हुनुहुन्छ। तर हामी आफ्नो संस्कार, आफ्नो होइन के भन्छन् आफैले जसले सम्हाल्छ नि, त्यो चाहिँ जति ठक्करहरू त्यो ठेसहरू लागे तापनि हामी अगाडि बढ्न सक्छौँ। मेरो यतिखेर कति 9 बजेतिर ड्युटी सिद्धिएर अनि हजुरको म्यासेज आयो, धेरै खुसी लाग्यो। तपाईँले चाहिँ रिप्लाई गर्नुभयो। नै म गर्छु होइन। अब सम्झिने सबैलाई बेला बेलामा सम्झिरहेको हुन्छ सबैले होइन। अब सबै अब खानासाना भइसक्यो। अब सबै आफ्नै बिजी लाइफमा हुन्छन् होइन। अब यसरी बेला बेलामा चाहिँ विद्यार्थीहरूले सम्झिन्छ। धेरै धेरै लामो समयपछि सम्झिँदाखेरि एकदम खुसी लाग्छ कि जिन्दगीमा जे होस् केही न केही चाहिँ गरेको रहेछु भन्ने जस्तो महसुस हुन्छ होइन। यो टिचर पेसा त धेरै राम्रो पेसा हो नि, तर मान्छेले बुझ्छन् बुझ्दैनन् त्यो मलाई थाहा छैन होइन। तर मैले जानेको कुराहरू जो तपाईँहरूले होस्, हामी तपाईँले चाहिँ हामीलाई पढाउनु भयो कि मलाई पढाउनु भयो, त्यो धन्यवादी छु, धेरै खुसी छु। होइन साँच्ची हो, खालि भन्दैछु त्यस्तो होइन। सबैभन्दा बढी पिट्ने त मै थिएँ होला होइन। पिट्नुहुन्थ्यो मलाई मैले मिनिङहरू कन्ट्रोल नगर्दा पिट्नुहुन्थ्यो। तर त्यो कुटाइ, त्यो हिजोको कुटाइ थियो, तर आजको त्यो सफलता हो नि। त्यही कुरा बुझिदियो भने कति राम्रो हुन्थ्यो। त्यतिखेरै बुझिदिने भए। अहिले म यहाँ पहाडमा छु। पहाडमा पनि अब यहाँ टिचिङै हो मेरो होइन। अहिले अब हेड सर भएर बसेको छु। गाह्रो छ यहाँ पनि। त्यस्तै छन् अब पढाइको स्तर धेरै कमजोर छ यहाँ। अब त्यही पनि प्रयास गरिरहेको छु होइन। अब पहिलाको जस्तो चाहिँ कुट्न चाहिँ छाडिसकेँ मैले होइन। अब त्यो उमेर अनुसार पनि होला होइन। पहिलाको अब त्यो के अरे राष्ट्रिय माविमा कुटेको सम्झिँदा अहिले आफैलाई हाँसो उठ्छ कि ओपा मैले त कति कुटेको रहेछु भन्ने जस्तो हुन्छ कि। होइन पहिला त अलाउड पनि थियो नि त, अहिले छैन नि अलाउड। अहिले त अब अवस्था पनि फरक छ। पहिलाको जस्तो स्टुडेन्टहरू पनि छैनन् होइन। पहिला त मैले भन्ने बित्तिकै सबै स्टुडेन्टहरू मान्थे। म अफिसमा उभिने बित्तिकै सबै स्टुडेन्टहरू क्लासभित्र छिर्थे, भाग्थे होइन, डराउँथे। अब अहिले चाहिँ त्यस्तो अवस्था चाहिँ छैन। अब जे होस् सन्तुष्ट नै छु म। यस्तै गरी बेला बेलामा सम्झेर आक्कल झुक्कल कसले गर्छ त्यो थाहै हुँदैन कि। पोहोर बेला बेलामा गरिरहन्छन्। पोहोर पनि अन्जु तामाङ भन्ने चिन्छौ कि नै? चिन्दिनु होला, अहिले काठमाडौँ छ। उनले पनि फोन गरेर ओहो
कति गुणगान गायो म आफैलाई आफ्नो गुणगान सुन्दाखेरि आफैलाई लाज लाग्छ मलाई त होइन के होइन गर्नु होइन सर त्यस्तो होइन लाज मान्नु पर्दैन प्राउड फिल गर्नुहोस् त्यही कुराले नै मात्रै मलाई टिकाइरहेछ क्या अहिलेसम्म त्यही छ के अरे तपाईँमा चाहिँ के भन्छ नि एउटा रुखमा धेरै आँपहरू फलेको हुन्छ अनि जसले पनि झटारो हान्छ नि हो त्यस्तै तपाईँ हुनुहुन्छ क्या हजुर हजुर तपाईँ राम्रो मान्छे हुनुहुन्छ तर मान्छेहरूलाई सबै मान्छेलाई मन पर्दैन नि पर्दैन अनि त, उनीहरूलाई हो। कसरी ब्याकस्लाइड गर्ने कसरी उनीहरूलाई त्यो लेभलबाट तल झार्ने भन्ने कुराहरू हुन्छ तर तपाईँको ठिक पोजिटिभ छ तपाईँको मेहनत तपाईँको लगनशीलता तपाईँको भोइस राम्रो छ हजुर यसरी नै अगाडि बढ्दै जानुहोस् सर हामी हजुरको लागि प्रार्थना गर्छौँ ल ल हामी धन्यवाद खुसी त। छौँ धेरै धेरै खुसी छौँ ह। म आफैलाई धन्यवादी मान्छु कि तपाईँले चाहिँ मलाई तपाईँले पढाउनु भयो हजुर हजुर नै नै यस्ता प्यारा विद्यार्थीहरूको आशीर्वादले नै अब मैले पनि अब लगभग 12 वर्ष चाहिँ त्यहाँ राष्ट्रिय माविमा बिताएँ होइन सबै ट्युसन पढाएरै मेरो जिन्दगी गयो क्या त्यहाँ 12 वर्ष अनि त्यसपछि अब भएन भनेर मैले चाहिँ मेरो आएको अहिले आएको थाइमा पनि 38 वर्षमा निस्किएको हेर 38 वर्षको उमेरमा शिक्षक सेवा आयोगमा थाई भएर चाहिँ अहिले बजाङमा छु होइन यो सबै आशीर्वाद मेरो मेहनत अनि मेरो विद्यार्थीहरूको आशीर्वादले नै हो भन्ने मलाई लाग्छ है सम्झे पनि नसम्झे पनि होइन माया प्रेम भन्ने कुरा विद्यार्थीप्रतिको लगाव झुकाव हिजो जस्तो थियो आज त्योभन्दा बढी झन् जिम्मेवारी थपिएको छ होइन हेडसर भएको छु सबै कुरा सम्हाल्नु परेको छ गाह्रो छ तैपनि आफूलाई सम्हालिरहेको छु सहजै आत्मविश्वासले सहजै स्वीकार्नु जस्तो परिस्थितिमा पनि तपाईँ सक्नुहुन्छ तपाईँ स्ट्रङ हुनुहुन्छ अरूभन्दा धेरै फरक हुनुहुन्छ फरक भन्नाले राम्रो वाला फरक हुनुहुन्छ क्या पोजिटिभ वाला फरक हुनुहुन्छ हामी त्यसरी म चाहिँ तपाईँले त्यसरी चिन्छु हजुर हजुर त्यही हो मान्छेले कसो अरू स्टुडेन्टले कसरी चिन्छन् आई डोन्ट केयर बट म चाहिँ तपाईँलाई राम्रो स्टिल मेहनती हुनुहुन्छ अनि स्टुडेन्टको फ्युचरको बारेमा तपाईँ त्यो देख्नुहुन्छ त्यो भन्नुहुन्छ त्यो नै तपाईँको मलाई त्यो धेरै राम्रो लाग्छ त्यो यो स्टुडेन्टलाई यो लेभलमा पुर्याउन पाए यतिको गर्न पाए त्यो स्टेप तपाईँले देख्नुहुन्छ र भन्नुहुन्छ अब सबै अब हिजोको दिनमा मैले पनि भोगेको हो कति कराउनुहुन्छ होला यो सर भन्थे के म भन्थे होइन तर आज सम्झिन्छु म जो अनि ओहो मेरो सरहरूले मेरो फ्युचरलाई देखेको थिए त्यही भएर हिजोको दिनमा कराए तर मैले सम्झेन मेरो उमेरले भ्याएन मेरो दिमागले भ्याएन कतिखेर आफैले गिल्टी फिल हुन्छ गिल्टी फिल होइन त्यो फिल महसुस गर्न सक्नु नै ठुलो कुरा हो ठुलो उपलब्धि हो होइन अब सबैले त्यो महसुस गर्न सक्दैन सबै आफ्नै दुनियाँमा चाहिँ रमाइरहेका हुन्छन् होइन यसरी सम्झिनु पनि ठुलो कुरा हो के सम्झेर होइन यसरी बोलिदिनु यसरी मेसेज गरिदिनु किनकि यो अहिलेका विद्यार्थीहरूलाई मैले सुनाउने एउटा कथा कहानी हुन्छ कि मैले उनीहरूलाई भनिरहेको हुन्छु होइन मेरा पुरानो विद्यार्थीहरू मेरो लागि ज्यान पनि दिन तयार हुन्छ अघि भर्खर पनि क्लासमा मैले भन्दै थिएँ होइन मेरो लागि मैले भने मेरो विद्यार्थीहरूले होइन ज्यान पनि दिन तयार त्यस्तो किसिमको चाहिँ स्तरको चाहिँ मैले विद्यार्थी तयार गरेको छु भनेर चाहिँ मैले प्राउड यो कहानी यो एउटा कथा चाहिँ प्रेरणाको कथा बन्न सक्छ क्या यी विद्यार्थीहरूलाई सम्झाउने क्रममा चाहिँ यो कुराहरू आउँछ बेला बेलामा अन्जुले पनि फोन गरिरहन्छे होइन अब तिनको पनि कुराहरू गरिरहन्छु किनकि यिनीहरूलाई प्रेरणा दिने एउटा आधार हो मैले त्यति गफ मात्रै गरेको होइन मेरा विद्यार्थी साँच्चै नै मलाई सम्झिन्छ भनेर एउटा प्रमाण हो नि त यो अनि हामी पनि भन्न सक्छौँ नि प्राउड फिल कसै म अब आफ्नो ड्युटीमा जान्छु अनि उहाँले चाहिँ कतिखेर सबै मान्छे एउटै फेसको हुँदैन तर कहीँ न कहीँ हाम्रो बानीहरू एकअर्कामा मिल्न जान्छ के यो त फल्ना जस्तो नि यो त ढिस्काना जस्तो नि जसले चिन्छ नि अस्ति यहाँ एउटा साथी हुनुहुन्थ्यो सँगै पढेको साथी कलेज उता धनगढीतिरको म अनि उहाँ कति 8 वर्षपछि भेट भयो अनि कुरा गर्दै अनि
उहाँले पनि आफ्नो फ्युचरको बारेमा म यो फ्युचरमा यसो गर्छु भने अनि के गर्नुहुन्थ्यो टिचर अनि टिचरमा पनि यसो अनि ओहो मैले उहाँसँग कुरा गरेँ कि मेरो सर जस्तै तपाईँले त्यतिखेर भेट भएको थियो यो फेसबुकमा अनि मेरो सर जस्तै अनि कुन सर सायद हजुरले चिन्नुहुन्न मलाई हाम्रो गाउँको स्कुलमा पढाउनुहुन्थ्यो कञ्चनपुरमा अहिले त म यता आएको छु अनि त्यो हुन्थ्यो के त्यो मतलब आदत त्यो बानीहरू के ह्याबिटहरू मिल्छ हामी तपाईँले धेरै सम्झिन्छौँ एकदमै खुसी लाग्यो धन्यवाद है अब हामी एउटा मास्टरले पाउने भनेको यही हो होइन जस हो होइन जे होस् हामीले गरिदिएको मेहनतको कदर गरिदिनु भएको छ धन्यवाद है हजुर 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 हजुरले सायद त्यतिखेर मलाई त्यो स्टिकले नहानिदिएको भए यो लेभलसम्म पुग्थेन नि हो ल ल पिटाइ खाएर पनि गुण सम्झिरहेछौ होइन पिटाइ खाएर पनि गुण मानिरहेछौ त्यही पिटाइलाई होइन त्यो नै महान हो होइन त्यसैले नै मान्छेलाई सफल बनाउँछ त्यतिखेर कति लुहादै थिएँ कि म बोल्नै नसक्ने राति जस्तै अहिले त म सबैसँग अब यहाँको ल्याङ्ग्वेज फेरि तामिल हो अनि इङ्ग्लिस पनि हो अनि कहिले मात्रै फाटाफुट्टा मात्रै कोही मात्रै एकल झुक्कल हिन्दी बोल्छन् अनि उनीहरूको अगाडि म बोल्छु त्यो तामिलहरूको अगाडि पनि बोल्छु फर्र बोल्छु नडराइकन कन्फिडेन्सको साथ बोल्छु होइन अनि उनीहरू आम्मामा यो नेपाली आएर यहाँ हङ्गामा गर्दैछ भन्छ पढाइ चाहिँ कति गर्यो त नि मेरो ब्याचलर हो भएर अनि म के अरे आइएनजिओमा पनि काम गर्थेँ नि के भन्छ त्यो चेली नेपाल आइएनजिओमा चेली नेपाल अहिले त खोइ के भएको छ माइती नेपाल अनि त्यस्तैमा काम गर्दै अनि उता के अरे पूर्व लाइनमा बुटोल बस्थेँ बुटोलबाट फेरि राम्रो मार्क्स निकालेर डिजाइनरको लागि अनि नारायणघाट गएँ चितवनतिर अनि त्यहाँ बसेँ धेरै लङ टाइमसम्म अनि त्यहाँ पनि धेरै कुराहरू सिक्ने मौका पाएँ अनि त्यहाँबाट फेरि मैले अब भनौँ न अनि त्यहाँबाट फेरि अर्को राम्रो मार्क्स निकालेँ र यो त इमान्दार पनि छ मेहनती पनि छ अनि यसको मार्क्सहरू पनि राम्रो छ भनेर फेरि काठमाडौँ सिलेक्ट भएँ म अनि काठमाडौँ लगभग 1.5 वर्ष जति बसेँ त्यहाँ अनि त्यहाँबाट फेरि गाउँमा आएर फेरि समूह गठन गरेर यताउता अनि गाउँको मान्छेहरू भन्थे क्या यति सानो उमेरमा पनि यस्तो यस्तो गर्दैछ यो के गर्ला भन्दै अनि बिस्तारै 0 लेभलदेखि स्टार्ट गरेँ एउटालाई बोलाएँ दुईटालाई बोलाएँ त्यस्तै गर्दा गर्दै समूह गठन गरेँ समूह गठनबाट फेरि त्यो कार्यक्रमहरू सञ्चालन भयो अनि यताउता त्यो जवान भाइ बहिनीहरू हुन्छन् नि उनीहरू चाहिँ आफ्नो जवानीपनाहरूलाई कसरी ब्याकलाइट भइराखेका छन् उनीहरूलाई कसरी उत्साह दिने उनीहरूलाई कसरी अगाडि बढाउने त्यस्तोहरू प्रोग्रामहरू आउने अनि उनीहरूको अगाडि भोइस कन्सर्टहरू गर्ने सिकाउने यताउता गाइड गर्थे उनीहरूको आमाहरूसँग कुरा बढी जस्तो आमाहरूसँग कुरा हुन्थ्यो हाम्रो जस्तै प्रौढ शिक्षामा ल्याएर त्यो आमाहरूलाई सचेत गराएपछि आफ्नो छोराछोरीलाई कसरी हप्काउने कसरी सम्हाल्ने कसरी माया गर्ने कतिखेर उनीहरू टुटेको हुन्छ नि त अब जवानी हुन्छ उनीहरूको उमेर हुन्छ उमेर अनुसारमा पनि कतिखेर मम्मी बाबाहरू बुझ्दैनन् अनि त्यतिखेर हाम्रो के जिम्मेवारी छ उनीहरूले के सोचेका छन् र हामीले के गर्दैछौँ त्यो सबै यसो सामान्य भनौँ न त्यस्तै कुराहरूबाट सिक्दा अनि यहाँसम्म पुगेको हो नै त्यही त अहिले बोली पनि एकदम फरवार्ड आइरहेछ कि एकदम क्लियर आइरहेछ होइन कति लुहादै थिएँ स्टुडेन्टमा स्कुलमा बोल्दै नसक्ने यताउता लाठी जस्तै भनौँ अब गाउँबाट बाहिर घरबाट बाहिर निस्केकै थिएन लाठी त लाठी होइन अब अलिक अब नजानेपछि मान्छे अलिकति अड फिल हुन्छ त्यति मात्रै हो नि होइन ल हुन्छ धन्यवाद खुसी लाग्यो है बेला बेलामा सम्झिराख्नु हामी हजुरको लागि प्रार्थना गर्छौँ अझ अगाडि बढ्दै जानुहोस् त्यो जति पनि कष्ट दुःखहरू आउँछ नि खुट्टाले कुल्चिँदै अगाडि बढ्दै जानुहोस् है हामी प्रार्थना गर्छौँ हुन्छ मेरो पनि आशीर्वाद छ
हस् त, हस्, हामी स्वीकार छौँ हजुरको आशीर्वादलाई। ल ल बाई हजुर पनि अगाडि बढ्नुहोस्, हामी पनि अगाडि बढ्छौँ। अब म कुकतिर लाग्छु है। धेरै धेरै धन्यवाद। ल मिठो कुराकानी ल भयो। ल ल हुन्छ हुन्छ बाई, टेक केयर। बाई बाई लभ ल यु। ल